मनोकामनाको रहस्य भाग 3। मनोकामनाको प्रहरी चौकीभित्र रातको गहिरो निस्तब्धता छाएको थियो। घडीको सुई 10:30 मा अडिएको थियो। सनातन भुइँमा बसेर थाकेको शरीरले खाना चपाइरहेको थियो, तर मन अस्थिर, घाउले शरीर पीडित। दिनभरको सङ्घर्ष र अपमानले उसभित्र देशप्रेमको ज्वाला बलिरहेको थियो। खाटमाथि राखिएको कुर्सीमा प्रहरीको रूप धारण गरेकी मनोकामना देवी पनि खाना खाँदै थिइन्। उनी सामान्य प्रहरी होइनन्, नेपालको आत्मा, धर्म र स्वाभिमानको प्रतीक थिइन्। सनातनको मनमा अन्याय र अपमानको पीडा त थियो, तर देश र देवी प्रतिको श्रद्धा अझ गहिरिँदै थियो। मनमनै उनले गाली दिए, किन यस्तो अन्याय? देवीले तुरुन्त महसुस गरिन्। कुर्सीबाट उठेर सनातनलाई एक झापट हानिन् र कठोर स्वरमा भनिन्, मनमनै पनि असम्मान गर्छस्। त्यसपछि उनले चौकीको काँडेतार देखाउँदै भनिन्, हेर, त्यो तारबारी तिम्रो रक्षा गर्ने महाकाल उभिएको छ, जसले तिमीलाई मन्दिरभित्र रोक्यो, राष्ट्र र धर्मको सन्तुलन रक्षा गर्न। त्यो दृश्यले सनातन जसङ्ग भयो। हड्डी स्वरूपको भूत, प्रहरी देवी र दरबार सब एकै सूत्रमा बाँधिएका देखिए, मानव नेपाल माताको चेतना नै मूर्त रूप लिइरहेकी हो। सनातनले महसुस गर्यो, मनोकामना केवल मन्दिर होइन, यो राष्ट्रको आत्मा हो। आँखामा आए झर्दै उनले देवीको चरणमा हृदय अर्पण गरे। देवीले स्नेहपूर्वक हात तानेर भनिन्, देशलाई प्रेम गर, धर्मलाई बचा, सत्यबाट कहिल्यै डर नमान। त्यसपछि उनले बालकझैं सनातनलाई खाना खुवाइन् र बिदा हुँदै भनिन्, अब तिमी सुत, बिहान नयाँ शक्ति तिम्रै देशको लागि हुनेछ।